फेरि अर्को ठाउँ आइहाल्यो बन्दीपुर। यो कहाँ जाँदैछौ भाइ? हामी जाँदैछौँ कता? ग्रेट वाल बन्दीपुरको। ए ओके थ्याङ्क यू। मिनी ग्रेट वाल रे। सो अब यहाँदेखि झन्डा अराउन्ड 100 मिटर 100 मिटर छ। 100 सिँढी होला यार, अराउन्ड 150 सिँढी भयो नि हुन्छ। चल्छ। दुईजनाहरू पुरा अगाडि हिँडिसकेछन्। हामी चाहिँ बिस्तारै बिस्तारै बेलुका काठमाडौँ नै पुग्ने गरेर हिँड्दैछौँ। फर्किने ल यसो माथि जाउँ है त। हस् अगाडि अगाडि हिँडिँदैछ। ए ठाउँ ठिकै रहेछ, राम्रै छ। विधानमा अलिक बिस्तारै बिस्तारै हिँड्दो रहेछन् भाइ। तिमी किन बिस्तारै हिँडेको भन त? ओ मजा, यस ओ भाइले मजा लिइरहेछ है हिँडाइको। विधान भाइले हिँडाइको मजा लिइरहेछन्। ल नाइस, साउन्ड्स गुड। यहाँबाट भिडियो खतरा आउँछ होला त यार, फोटो। ल ब्याकग्राउन्डमा हिमाल छ। त्यो एउटा हिमालको कुनामा त म पुगेर छु। कुन हिमाल हो थाहा भन है। ल दामी रहेछ, मस्त खत्रै। ल ए बब्बा फनी घुम्दिने क्या यस्तरी। चढौँ भयो, गर्मी भयो, बिहान जाडो भयो, अहिले गर्मी भयो। तिमीलाई गर्मी र जाडोमा तिमीलाई कुन ठिक लाग्यो भाइ? ल भन। जाडै ठिक लाग्यो है? साँच्ची हो? किन जाडो ठिक लाग्यो ल भन्छु? उक्लिँदा झन् गर्मी है, झर्दाखेरि शीतल होला नि त। ल ठिक छ, 4-5 मिनटको भ्लग त बनाउनु पऱ्यो नि। ल यति त हिँडिन्छ, केही छैन, थोरै वार्मअप हुन्छ। ल गर्मी त गर्मी हुँदो रहेछ, व्यापक गर्मी। तिमीहरू त आएनौ त यार मेरो मिनी भ्लगमा। ऊ माथि पुगे केटाहरू। ल गाइज हेर्नुहोस् त। ल त्यहीँ बस न एकछिन, म आउँदैछु। थोरै थोरै बोल्नुपर्छ। ए दामी दामी खतरा बब्बाल। ल झन्डाको नजिक आइपुग्यो। कम फास्ट। पुरानकोट रे। ल गाइज पर्ख न, मेरो भ्लगमा तिमीहरू आएनौ कि? हाँस्छन् केटाहरू। ल दुईजना भाइहरू बल्ल भेट्यो। टक्क के हो गुड। पुरानकोट देखाउँ। पुरानकोट यस्तो औँलाले देखाइदेऊ न। पुरानकोट यस नाइस। ल जाउँ। धेरै बनाउनु हुँदैन, 4 मिनट भइहाल्यो। ल टिकटक बनाउनु दामी टिकटक। खोइ त ग्रेट वाल ऊ त्यो हिँडिन्छ भाइ। ल त्यति त हिँडिन्छ कि पुरै डाँडै घुमेर आउने? विधान हिँड्छ, विधानलाई बोकेर लाने हो। तिमी हिँड्न सक्यौ? म त इजी सके गर्मी पो भयो त। गाह्रो साह्रो अप्ठ्यारो केही छैन सर। जे कस्तो लाग्यो? केही छ। बिहान जाडो भइरहेको थियो, अहिले कस्तो फिल भइरहेको? अहिले गर्मी भइरहेको छ है। ल